चलाएर बारबिसीमा बबाल पानी सर्टेज भइरहेको छ। अब पानी सर्टेज भयो भने नि के गर्नु पर्ने? आफ्नो अब भगवान् रूपी कस्टमरहरूलाई त अब भोकै राख्नु त भएन, खानिदिनै पऱ्यो होइन। फलानाले बनाएको गजब हुन्छ भनेर कति आश गरेर आएका हुन्छ होइन। अब के गर्ने त भन्दाखेरि मिनरल वाटरको पानी पर्ने हो, चट चलाएर पिठो मुस्ने हो, अनि ट्याप चलाएर मोमो बनाउने हो, रोटी बनाउने हो। के गर्छ च्याङ्बा? ठिक छ नि? तिम्रो होटेलमा के गरी बनाइराख्नु मोमो? यस्तै यस्तै पानीको? आमाको होटेलमा के कुन पानीले बनाइरहेछ? के छ? मोमो पिठो मुस्नु पर्यो नि त। हाम्रो चाहिँ अब टक्क लाएर मिनरल वाटरको पानीले चट्ट लाएर मैदा कहाँबाट आउँछ? कहाँबाट आउनु? पसलबाट आउने टक्क लाएर